साथीहरू, तपाईँहरूलाई पनि करेन्ट चाउचाउ पिरो ट्वाक्क परेको खान मन छ, तर तपाईँको बुढाको ओभर केयरिङ बानीले तपाईँलाई यो काम गर्नुबाट रोकिरह भने मसँग यस्तो आइडिया छ। स्क्रल नगरिकन हेर्नु है त। के गर्ने भने पहिला चाहिँ करेन्ट चाउचाउ किनेर ल्याएर लुकाउने, त्यसपछि अब पालो आयो बुढालाई म्यानुपुलेट गर्ने। कसरी गर्ने भन्दा बिचरा बुढा तपाईँलाई कस्तो गाह्रो छ है, कस्तो स्ट्रेस छ फाइनेन्सियली, त्यसैमाथि मेरो जिम्मेवारी, बच्चाको जिम्मेवारी। कहिलेकाहीँ त ब्रेक लिने गर्नुहोस् न राजा, आफ्नो पनि ख्याल गर्नुहोस्, कहिलेकाहीँ ब्रेक लिन पर्छ भनेर उस्काउने। साथीलाई फोन गर्नुहोस्, बाहिर निस्किनुहोस्, कफी खानुहोस् भन्ने। त्यसपछि त्यति गरेपछि बुढाले साथीलाई फोन गर्नुहुन्छ र बाहिर जान तयार हुनुहुन्छ। अनि बुढालाई चिटिक्क पारेर दैरासम्म लगेर छोड्ने, चप्प मही खाने। त्यसपछि ल राजा जानुहोस्, राम्रोसँग इन्जोय गरेर आउनुहोस् है, चापी किन लानु पर्यो भनेर चापीसम्म लान नदिने कि फ्री भएर जानुहोस् भन्ने। त्यसपछि बुढा घरबाट निस्किन छ ड्यामडुम दैलो लाउने, आग्लो ठोक्ने, के गर्ने। त्यसपछि आउने, करेन्ट चाउचाउ बनाउने, अनि टिकटकमा कसको काण्ड चलिरह लाइभमा जाने र मुसु हेर्दै खाने। त्यसपछि बुढा आउनभन्दा पहिला नै यसको राम्रोसँग सदगत गर्ने, के लुकाउनु पर्ने लुकाउने। त्यसपछि भोलि बिहान पनि नकराइकन आफ्नो कार्यक्रम सकाउने। यति गरेपछि त केही झगडा पनि भएन, आनन्दै।